हेलो गाइज अनर्थम एन्ड ब्लग्स यता हेर्न सक्नुहुन्छ यहाँ हामी पहाडमा पूजा गर्न आएका छौँ अनि यहाँ हेर्न सक्नुहुन्छ पुरै कराई कराए यहाँ चाहिँ हामी हिँड्नेछ मस्त भ्यू लिँदै यहाँ चाहिँ बाघहरू पनि आउँछन् हेर्न सक्नुहुन्छ हरिप मौसम भएको छ हामी त्यहाँ माथिको डाँडामा उता जाँदै हो पहाडको टपलाई डाँडा भनिन्छ त्यहाँतिर एउटा मन्दिर छ त्यहाँ हामी पूजा गर्न जाँदै हो अनि चाहिँ यो भाइले छोड्न जाँदै हो हामी यहाँ हेर्न सक्नुहुन्छ कति वर्षको भाइ नि 10 यहाँ हेर्न सक्नुहुन्छ हरिप भ्यूसित हाम्रो तल बादल भएको कारण हामीलाई यहाँ ऊ लिँदा क्लिप लिँदा हरिप मजा लागेको हो यहाँ त ल्यान्डस्लाइड पनि हुनसक्छ यहाँ भएको पनि रहेछ गाइज वो त माटो खसेर यहाँ आएको है हरिप हारकै माटो छ नि यसको हेर्न सक्नुहुन्छ यही माटो हो पहाडको गाइज हजुर पम्किन हेर्न सक्नुहुन्छ पम्किन सम्किन सबै छन् फ्लावर यसको पकौडी खान बहुत मजा आउँछ गाइज यहाँ पकौडी खान एकदम मजा लाग्छ के आज पनि कहिले टिटा गरेको हुन्छ गाइज यहाँ हेर्न सक्नुहुन्छ यहाँ त रुखहरूले ढाके थिए खालि अब हामीले देखाइदियौँ हाम्रो तल छ बादल यहाँ बाँस पनि छन् यहाँ हरिप नेचुरल साउन्ड पनि आएको छ गाइज यहाँ फुल नेचुरल साउन्ड त्यो चराहरूको बर्ड सर्ड सबैको आएको हो त्यहीले हामीलाई एकदम मजा लागेको हो यो ठाउँको नाम हो ढिकुरा हामी एकदम माथि आइ हाम्रो घरदेखि कुन ठाउँ हो माथि अब हामी दर्दन जाँदैछौँ हामी अब यहाँ पम्किनलाई हेर्न सक्नुहुन्छ पम्किन हो कि के हो पम्किन पर्सी पम्किन जे भए पनि अब यहाँ त ट्याटु खाले कहाँ र पापा यही हो यहाँ एउटा ट्याटु खाले पात हुन्छ गाइज यहाँ हामीले हातमा लगाएर छाप बस्छ के अब चाहिँ यहाँ हरिप हेर्न सक्नुहुन्छ हाम्रो पहाड यहाँ एकदम राम्रो चिज भएको कारण हामी यहाँ पूजा गर्न आएको मन्दिरमा अनि त भाइलाई छोड्न आएको हो हरिप क्लियर चाहिँ छ यहाँ कुन पहाड जाने हो त्यही होइन त्यो पहाड देखाएको हामी त्यही पहाडको टपमा जाने हामी यहाँ हेर्न सक्नुहुन्छ हरिप छ भ्यू बाइक लिएर आउँछु भन्दै हुनुहुन्थ्यो के यति राम्रो हो गाइज अब के भनौँ ढिकुरा म फर्स्ट टाइम आएको कारण आई लभ दिस प्लेस हजुर हजुर के हो हाम्रो घरतिर खामला है सम्झ ल अझै पाकेर हिँड्छ पाकेबाट हामीले हजुरलाई खोलेर पनि देखाइदियो हरिप न राम्रो भ्यू मैले फर्स्ट टाइम देखेको दुईटा यहाँ चाहिँ म ओभरटेक गर्दै हो नाइस भ्यू यहाँ बाघ आउँछ कि त्यो पहाडमा हाम्रो घर सिमी आउँछ ट्रेकिङ
यहाँ जता पनि यो केराको बुटो फल्छ होइन मैले भन्छु दिउ भनेपछि दिन्छन् ल ल यहाँ ट्रेकिङ त हरिप छ यहाँ कति पछि हामीले एकदम राम्रो भ्यू हेर्दैछौँ बिसनालाई एक गति गरिदिने ओके ल्यान्डस्लाइड भयो खालि पुरै तर लागेको छैन त माटो सुन्न सक्नुहुन्छ बर्डको आवाज बर्ड साउन्ड हजुर अब कुन ठाउँ हो अङ्कल अङ्कल दाइ सिधा ल यहाँ सिधा बाटो छ अहिले बल्ल एकदम ठुलो बाटो आएको हो अघिको भन्दा त एकदम त्यहाँदेखि यहाँ ल्यान्डस्लाइड हुनसक्छ कोयल कराएको भर्खरै सुन्न सक्नुहुन्छ एकदम यो के को रुख हो अङ्कल ए दाइ के को रुख हो हजुर सल्लाहको रुख हेर्न सक्नुहुन्छ हुन्छ हुन्छ भ्यू हेर्नुहोस् मेरो फादर भर्खरै लोट नलाउनु भएको थियो खालि बचिनु भयो चप्पलले साथ नदिएर हो म चाहिँ फुल प्रपर्टी ट्र्याकिङको लागि आएको हो यहाँ घाँसमा पानीबाट जुत्तै भिज्यो गाइज यहाँ हेर्न सक्नुहुन्छ हरिप राम्रो छ कि इट इज यस्तै हल्ले पार पनि ल्यान्डस्लाइड हुने चान्स छ गाइज अङ्कलले त्यहाँ दुग्गो रहेछ मर्निङमा गरे जस्तो दुग्गो गाइज यहाँ हरिप राम्रो भएको छ ओइ यहाँ के कारण भयो जस्तो छ त्यहाँ हामी चाहिँ अब त्यहाँ जाँदैछौँ ल के भयो ओए पुरै पसिना पसिना आयो के हो यो पारा राइट हो करे हेलो राइट हो करे ओ बल्ल क्लियर अरिप राम्रो भ्यू गाइज एकदम बेस्ट फेरि हामी तल जाने खालि नि भाइ उतै झरेर जाने हो मुसा मार्ने ठाउँ एकदम राम्रो साउन्ड सो नाइस साउन्ड गाइज सो नाइस साउन्ड गाइज यहाँ हेर्न सक्नुहुन्छ हरिप राम्रो क्लियर छ सबै ठाउँ हो त्यहाँदेखि यहाँ एकदम ग्रिनरी छ यहाँ मैले त्यही खोजिदिएको कि गाइस त्यो ट्याटु हाले हुन्छ त नेपाली ट्याटु नेचुरल ट्याटु जे भन्नु पनि हुन्छ यहाँ कता बाघ बस्छ क्या गाइज उता हेर्नुहुन्छ घाँस काट्ने र उहाँ कसरी हुन्छ के गर्ने नेचुरल लाइफ है यस्तै हुनुपर्छ कि लाइफ भन्नु पर्यो यहाँ हरिप राम्रो भ्यू छ गाइज देखाइसकेँ मैले हजुरलाई पहिले देखाएको हो खालि त घाँस काटेर हल्का नराम्रो टाइपको देखियो गाइज बाबाको 30 गतेबाट हो यहाँ कता हो ट्याटु यहाँ हामीलाई आज मूल पनि देखाउँछौँ
हेर्न सक्नुहुन्छ गाइजु। हाम्रो बाटो यो होइन, खालि मैले हजुरलाई देखाउनुको क्रममा। यहाँको त झर्ना हो, कता झर्नाको आवाज आयो। खै ए त्यो पाइप रहेछ हो हो, मलाई झर्ना चाहिँ लाग्यो। खालि हरिप राम्रो भ्यू थियो। खालि के गर्ने, हाम्रो यहाँ पहाडमा भएको एउटा देशको नाम हो नेपाल। यो देशमा हाम्रो उच्च शिखर सगरमाथा भएको पनि देश भनेर चिनिन्छ। यहाँ एकदम राम्रो देशले गर्दा एकदम राम्रो भ्यू, एकदम बेस्ट अल्टिरा बेस्ट भ्यूको कारण हामी यस्तो देखाएका छौँ। कुरामा यस्तो गाइज, यहाँ हेर्न सक्नुहुन्छ हरिप ठाउँ। यहाँ कता हरौ वाटरफल ए यही पानी बगेर हामीलाई उल्लु बनाएको पो रहेछ। खालि हामीले थाहा पाइसक्यो। मन्दिर छ अनि उताबाट फेरि घर। अब चाहिँ हामी मन्दिर। ओ नाइस। यो मन्दिर हो। ओ यो चाहिँ मन्दिर हो गाइज। अब हामी यहाँ हेरौँ ल। अब गेट लगाएको हामी हेर्छौँ। हेर्नु न हरिफ सार्प गाइज। सही ला यो तार यहाँदेखि गइन्छ तर